यो खजुर र यो बयर हेर्नुहोस् न कस्तो फलेको छ यहाँ। यो खजुरलाई चाहिँ एकदम किरा लाग्दो रहेछ यहाँ। अब यो फल्ने निक्लिने बेला अलि भएको छैन होइन। यो बयरको रुखहरू भयो, कुखुराहरू पनि पालेको छ यहाँ। आह 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 आह, कुखुराहरू पुरा पालेको छ यहाँ। त आउँछ साउले, साउको नाति छ यहाँ। कुखुराहरू पाल्ने ओर्ने एकदम गर्छ। त्यहाँ मैले देखाएँ तपाईँलाई। त्यो के अरे उठाउँ मौरीको यो रुख चाहिँ के हो थाहा भएन, खैर जस्तो लाग्छ मलाई। तर यसको खासै खैर हो कि के हो, रुख चाहिँ यो हुन्छ यहाँ। यो बाबरी छ यहाँ, बाबरी काँडाभित्र तारभित्र के राखेको छ। यो बयर यो चाहिँ यस्तो छ। यो चाहिँ हाम्रो साउको सबभन्दा ठुलो डन हो। यो डन राखेको चाहिँ यो चाहिँ डन हरिण चाहिँ साउले पालेको मेन। त्यसको लागि साउले जे पनि गर्छ, साउलाई मन परेर यो पालेको हो। अब यो हेर्नुहोस् खाएर डाङ्गा सुत्याएको छ। यो डन हो यहाँको। यसलाई कसैले केही गर्न मिल्दैन। यसले जे खान्छ जे गर्छ कुनै मतलब छैन। यहाँ यी खजुरको रुखहरू छ। यो खैर हो के हो यो छ। मजाले 11 पिस छन् यहाँ। मजाले आरामसँग बेलुका उठ्ने फेरि खाने हो यिनीहरू काम। अनि यसलाई हामीले यसो हेर्ने ओर्ने, बिमारी हुन्छ भने डक्टर बोलाउने यस्तो छ। हेर्नुहोस् त्यस कारणले यिनीहरूलाई पनि मैले मिस गर्दैछु। बिचरा अब के जङ्गली जनावर भए पनि हामीलाई यिनीहरूले माया गरे हुनाले हामीसँग चाहिँ रत्तिन्छन्। सम्झाउन त सकिँदैन यिनलाई, तर जस भाग्दैनन् हामी नजिक भएपछि भए पनि। यो चाहिँ यहाँ यता भयो। यता चाहिँ यो लेक एरिया भन्दा यहाँ पहिला चाहिँ ठुलो तलाउ बनाएको थियो। अहिले चाहिँ त्यो पानी धेरै खर्च गर्न सकेन। त्यस कारण यहाँ लेक एरिया खजुरहरू। यो बबुलको रुख भन्छ। यो थाहा भएन मलाई, बबुल हो कि डबुल के हो। राम्रो यो है, यो चाहिँ राम्रो हुँदो रहेछ क्या यो।